हेलो गाइज, आज चाहिँ हामीहरू यहाँ रनिङ गर्न आएको सुर्खेतको यो शहीद पार्क भन्ने ठाउँमा र आज ग्रुपसँगै रनिङ हानेर चाहिँ आज धेरै मजा आयो र आज नाचगान पनि हुन्छ। यता सबैजना नाचिरहेछन् डिजेसिजे लगेर र यी साथी डिजे समातेछन् यता र फुल देखाइरहेछन्। आज अलि रमाइलो भएको छ। शनिबारको दिनमा हामी यसरी सधैँ रमाइलो गर्छौँ साथीहरू रनिङ। म भ्याली एजुकेसनको प्रशिक्षक फिजिकल कमान्डर के छ सन्चै हुनुहुन्छ? हजुर। हामी चाहिँ आज शहीद पार्कको भित्र छौँ। शनिबार कार्यक्रममा चाहिँ हाम्रो फिजिकल भयो। पहिला फिजिकल भएर नाचगान चाहिँ रमाइलो गरेर हामी चाहिँ यहाँको यो यसो हेर्दा फ्लोर देखियो। हामी कहिले घन्टाघर, कहिले शहीद पार्क, कहिले काँक्री बिहार हाम्रो सरसफाइ अभियान कार्यक्रम चलिरहेको छ। समाज सेवा, समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यले हामी चाहिँ लागिरहेका छौँ। काम चाहिँ एकदमै राम्रो छ तपाईँहरूको। सबैले समाजसेवा जहाँ अन्याय र अत्याचार भयो, जहाँ फोहोर भयो त्यहाँ सफा गर्ने हाम्रो काम। हजुर हजुर। हामी अहिले भर्खर सफा गरेर यो टोलीहरू हाम्रो सबै यो लाउरे टोलीहरू हो। भर्खर तपाईँहरू पनि कोही लाउरे बन्ने सपना बोक्नुहुन्छ, सपना छ भनेपछि आउनु होला। हाम्रो भ्याली एजुकेसनलाई सम्झिनु होला। तपाईँहरूको साथमा हामी छौँ। शहीद पार्क अनि श्री सिङ्गल उहाँ हेमन्त कार्की अनि हाम्रो भ्याली एजुकेसनको म्यानेजिङ डाइरेक्टर हाम्रो सर। आफ्नो शब्दहरू राखिदिनुहोस् न। आज हाम्रो चाहिँ यो चाहिँ फिजिकलको साथसाथै रमाइलो कार्यक्रम र यो सरसफाइ कार्यक्रममा हाम्रो भ्याली एजुकेसन लागेको छ। यो हरेक हप्ता प्रत्येक हप्ताको शनिबार हाम्रो यो कार्यक्रम निरन्तर जारी छ। यसमा चाहिँ सबै विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। स्वागत छ तपाईँलाई। अनि हाम्रो कहिले काँक्रे बिहार, कहिले घन्टाघर, कहिले यहाँ हाम्रो सरसफाइ अभियान कार्यक्रम भइरहेको छ। अनि तपाईँहरूलाई पनि लाउरे बन्ने सपना छ, यदि चाहनुहुन्छ भने आउनुहोस्। वेलकम टु भ्याली एजुकेसन। कहाँनिर छ सर यो? हाम्रो यो एरिचोकभन्दा थोरै तलतिर 100 मिटर तलतिर सासा स्कुलको अलि अगाडि गेटनिर ठ्याक्क पर्छ। तपाईँहरू आउनु होला। फिजिकल क्लास निरन्तर छ, चालु क्लास पनि छ। आउनु होला। विगतको समयमा खानुपर्छ, दुःख चाहिँ गर्नुपर्छ है। दुःख त गर्नुपर्छ। साथीहरूलाई वेलकम टु भ्याली एजुकेसन। तपाईँहरूको सपना साकार पार्ने जिम्मा हाम्रो। आउनुहोस्। र हाम्रो यहाँ साथीहरू सबैले आज चाहिँ यहाँ शहीद पार्कको यो तल एउटा सानो ठाउँ छ, त्यहाँनिर अलिक फोहोर रहेछ धेरै, तर त्यहाँ गएर भित्र गएर सरसफाइ गरिदिउँ भन्ने भयो र सबैजना साथीहरू मिलेर यहाँ सरसफाइ कार्यक्रम गरिरहेछन्। आज सबैजना हेर्नु होला, यहाँ सरसफाइ गरिरहेछन्। साथी पनि भिडियो बनाइरहेछन् आज र यता यहाँ कोही एक्सर्साइज गर्दैछन्, कोही सरसफाइ गरिरहेछन् भित्र। यहाँ सबैजना सरसफाइ गरिरहेछन्। यही हाम्रो सर यता, त्यसपछि यता यी सबै उता हाम्रो अर्को सर के भन्दै हुनुहुन्छ चाहिँ अहिले साउन्ड चाहिँ आएको छैन अहिले राम्रोसँग। र आज चाहिँ सरसफाइ चाहिँ एकदमै राम्रो भइरहेछ र साथीहरू सबै मिलेर एकदमै राम्रो काम गरिरहेछन्। अनि त्यसपछि मेरो काम चाहिँ भ्लग बनाउने काम मात्रै छ अहिले यता, त्यही भएर यो काम चाहिँ राम्रो छ। र यो चाहिँ यो भ्याली एजुकेसनको सबै साथीहरू हुन् र तपाईँले पनि अब नेपाल आर्मी हुनु छ, नेपाली सेना हुनु छ भने चाहिँ यो भ्याली एजुकेसनमा सम्पर्क गर्नु होला। हस् त, नमस्ते साथीहरू। अब चाहिँ हामी रनिङ भएर जान लागेको साथीहरू सबैजना हिँडिरहेछन्। अब रुमतिर लागौँ सबैजना।